साथीहरू, हेर्नुहोस् त यो झुमर कस्तो लाग्यो हजुरहरूलाई। यो चाहिँ मैले घरमा आफै बनाएको धागो र मोतीमालाको झुमर बनाएको हो। ल हेर्नुहोस् त कस्तो छ यो, कस्तो लाग्यो हजुरहरूलाई। झुमर यस्तो मलाई चाहिँ राम्रो लागेर बनाएको है। यस्तो हजुरहरूलाई कस्तो लाग्यो। घरको आफ्नै हातले बनाएको झुमर। र यहाँ अर्को पनि छ, यो चाहिँ यस्तो छ। यो चाहिँ धागोको टोटाको, यो भित्रको कागजको टोटामा धागो बटारेर बनाएको यो झुमर चाहिँ। र हेर्नुहोस् त यो माथि चाहिँ के लाग्छ भने फलाम तारले जसले पनि बटार्दा हुन्छ। यो चाहिँ तारमा बनाएको छु मैले। यो कस्तो लाग्यो। ल अर्को डिजाइन पनि छ, हेर्नु त यो सादा यस्तो छ यो चाहिँ। ल झुमर हेर्नुहोस्, मैले बनाएको झुमर। ल यो झुमरहरूमा हजुरलाई कुन चाहिँ मन पर्यो होला। हजुरहरूलाई चाहिएमा सम्पर्क गर्नुहोस् है मसँग। यो तीनटा झुमरमा कुन चाहिँ मन पर्यो, हजुरहरूलाई पनि मन पर्यो भने सम्पर्क गर्नु सक्नुहुनेछ। ल कुन चाहिँ मन पर्यो तपाईँलाई सम्पर्क गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद, बाई बाई। हेलो साथीहरू, हेर्नुहोस् त यो झुमर कस्तो लाग्यो हजुरहरूलाई। यो चाहिँ मैले घरमा आफै बनाएको धागो र मोतीमालाको झुमर बनाएको हो। ल हेर्नुहोस् त कस्तो छ यो, कस्तो लाग्यो हजुरहरूलाई। झुमर यस्तो मलाई चाहिँ राम्रो लागेर बनाएको है। यस्तो